हेलो गाइस, म तपाईहरुलाई मेलबेटमा डिपोजिट र विथड्र कसरी गर्ने भनेर सिकाउन गइरहेको छु। मेलबेटमा डिपोजिट र विथड्र गर्न एकदम सजिलो छ। यसमा पहिला डिपोजिट गर्नको लागि सबभन्दा पहिला तपाईले एउटा अफिसियल आइडी बनाउनु पर्ने हुन्छ। त्यसको लागि म तपाईहरुलाई कसरी अफिसियल आइडी बनाइन्छ भनेर सिकाउन गइरहेको छु। त्यसको लागि तपाईले आफ्नो अहिलेको अकाउन्टलाई लग आउट गर्नु होला। यसरी लग आउट भएपछि तपाईले यहाँ रेजिस्ट्रेसनमा खिच्नु होला। रेजिस्ट्रेसनमा क्लिक गरेपछि अब यहाँ चारवटा अप्सन देखाउँछ। तपाईले रेजिस्ट्रेसन बाइ वन क्लिकमा क्लिक गर्नु होला। यहाँ क्लिक गरिसकेपछि तपाईले प्रोमो कोड राख्नु होला। प्रोमो कोड के राख्नु भने GORK9। यो प्रोमो कोड राख्नुभयो भने चाहिँ तपाईले फर्स्ट डिपोजिटमा जति डिपोजिट गर्नुभयो 100% रिटर्न पाउनुहुन्छ, 100% बोनस पाउनुहुन्छ। त्यसपछि यहाँ आई एम ओभर 18 इयर्स एज लेखेको छ, त्यसमा क्लिक गरेर रेजिस्टर गर्नु होला। त्यसपछि तपाईको रेजिस्ट्रेसन कम्प्लिट हुन्छ। रेजिस्ट्रेसन कम्प्लिट भएपछि तपाईले युजर नेम र पासवर्ड दिन्छ। त्यसपछि नेक्स्ट गर्नु होला। नेक्स्ट गरेपछि तपाईले यहाँ देख्न सक्नुहुन्छ यो नयाँ अफिसियल आइडी खुलिसकेको छ मेलबेटको। त्यसपछि तपाईले डिपोजिट गर्नको लागि यहाँ एपबाट पनि डिपोजिट गर्न सक्नुहुन्छ। यहाँ इसेवा, सेल्पे, खल्ती, कनेक्ट आइपिएस सबै अप्सन छ। तर एपबाट गर्दा चाहिँ अलिकति रिस्क हुन सक्छ र तपाईहरु 1000 भन्दा कम पनि गर्न सक्नुहुँदैन। 1000 भन्दा माथि नै गर्नुपर्छ एपबाट गर्दाखेरि डिपोजिट। त्यही भएर तपाईले डिपोजिट सजिलै 100 देखि डिपोजिट गर्न चाहनुहुन्छ भने म हजुरले एउटा टेलिग्राम आइडी दिन्छु। त्यसमा मेसेज गरेर तपाईहरुले सजिलै डिपोजिट र विथड्र गर्न सक्नुहुन्छ। र हामी टेलिग्राममा आइसकेका छौँ। टेलिग्राममा आइसकेपछि तपाईहरुले यहाँ सर्च दिन सक्नुहुन्छ। यहाँ सर्चमा गएर मेलबेट क्याश 967 देख्न सक्नुहुन्छ। मेलबेट क्याश 967 सर्च गरेर यो अकाउन्ट छ। यो अकाउन्टमा तपाईहरुले हेलो सर, आई वान्ट टु डिपोजिट इन मेलबेट लेखेर पठाउन सक्नुहुन्छ। यसपछि केही छिनमै तपाईहरुको मेसेजको रिप्लाई आउनेछ र रिप्लाई आएपछि तपाईहरुले सजिलै डिपोजिट गर्न सक्नुहुन्छ। डिपोजिटको साथसाथै विथड्र पनि गर्न सक्नुहुन्छ।